नमस्कार, तपाईहरुलाई स्वागत छ मेरो YouTube च्यानल T40 Solutions मा। आज म तपाईहरुको सामु एउटा भिडियो लिएर उपस्थित भइसकेको छु। यो भिडियो मार्फत म आज तपाईहरुलाई सिकाउने छु तपाईले वाइफाई मा म्याक फिल्टर सेक्युरिटी अप्सनलाई कसरी राख्ने, कसरी सेट गर्ने र म्याक फिल्टर सेक्युरिटी अप्सन कहाँबाट गर्ने भन्ने कुरा सिकाउन गइरहेको छु। र एउटा कुरा के भन्न चाहन्छु भने यदि तपाई मेरो YouTube च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो YouTube च्यानललाई सब्स्क्राइब गर्नुहोला। म्याक एड्रेस कसरी थाहा पाउने? तपाईले जानुपर्ने हुन्छ सेटिङमा। तपाईले यहाँनिर सर्च सेटिङ भन्ने अप्सन देख्नुहुन्छ। सर्च सेटिङमा गएर तपाईले म्याक मात्रै लेख्यो भने सर्च गर्यो भने तपाईले यहाँनिर तपाईले सुरुमै देख्न सक्नुहुन्छ डिभाइस वाइफाई म्याक एड्रेस। त्यसमा क्लिक गर्नुहोला। त्यसमा क्लिक गरिसकेपछि फेरि स्क्रोल डाउन गर्नुहोला। स्क्रोल डाउन गर्यो भने यहाँनिर तपाईले देख्न सक्नुहुन्छ एउटा डिभाइस वाइफाई म्याक एड्रेस भन्ने दिएको छ र यो म्याक एड्रेसलाई तपाईले राउटरको यहाँनिर सोर्स अफ म्याक एड्रेसमा राख्नुपर्ने हुन्छ। यही म्याक एड्रेसलाई यहाँनिर हामी राख्छौं। यतिको गरिसकेपछि हामीले अप्लाईमा क्लिक गर्छौं। अप्लाईमा क्लिक गरिसकेपछि तपाई यहाँनिर देख्न सक्नुहुन्छ SSID इन्डेक्स 1 मोबाइल। मैले आफ्नो डिभाइसको नाम मोबाइल 1 राखेको थिएँ र यहाँनिर तपाईले देख्न सक्नुहुन्छ सोर्स अफ म्याक एड्रेस। अर्को डिभाइसको म्याक एड्रेस राख्नु पर्यो भने फेरि न्यूमा क्लिक गर्ने। न्यूमा क्लिक गरिसकेपछि हाम्रो चाहिँ डिभाइसको नाम लेख्ने। जस्तै कि मैले आफ्नो ल्यापटपको म्याक एड्रेस राख्न चाहे ल्यापटप लेख्छु। ल्यापटप लेखिसकेपछि सोर्स अफ म्याक एड्रेसमा मैले आफ्नो ल्यापटपको म्याक एड्रेस राख्न गए। वाइफाईमा क्लिक गरिसकेपछि तपाई यहाँनिर नेटवर्क एन्ड इन्टरनेट सेटिङमा क्लिक गर्नु होला। त्यसमा क्लिक गरिसकेपछि तपाई वाइफाईमा जानु होला। वाइफाईमा गइसकेपछि तपाई यहाँनिर हार्डवेयर प्रोपर्टाइजमा क्लिक गर्नु होला। हार्डवेयर प्रोपर्टाइजमा क्लिक गरिसकेपछि तपाई यहाँनिर देख्न सक्नुहुन्छ फिजिकल एड्रेस म्याक भन्ने अप्सनको अगाडि जस्ट तपाईको अगाडि यहाँनिर यो म्याक एड्रेस दिएको छ। यसलाई तपाईले सिलेक्ट गर्नु होला। सिलेक्ट गरिसकेपछि तपाई कपी गर्नु होला। कपी गर्नु होला। यसलाई कपी गरिसकेपछि तपाईले आफ्नो राउटरमा पुनः राउटरमा जानु होला। राउटरमा गइसकेपछि तपाई यहाँनिर त्यो जुन हामीले ल्यापटपको म्याक एड्रेसलाई
कपी गरेका थियौँ त्यसलाई यहाँनिर पेस्ट गर्नेछ। पेस्ट गरिसकेपछि यहाँनिर हाम्रो ल्यापटपको म्याक एड्रेस आइसकेको छ र एउटा कुरा के भन्न चाहन्छु भने राउटरले कसरी कुन फर्मेटमा म्याक एड्रेस मागेको छ त्यही अनुसार हामीले म्याक एड्रेस राख्नु पर्नेछ, अन्यथा यसले एक्सेप्ट गर्दैन। जस्तै कि हामीले अप्लाई गर्यो भने यो म्याक एड्रेस राख्न चाह्यो भने यहाँनिर जाँदैन, किनभने राउटरले जुन फर्मेटमा म्याक एड्रेस मागेको छ त्यही फर्मेटमा राखेन भने यहाँनिर हाम्रो चाहिँ म्याक एड्रेस एप्लाई हुँदैन। त्यही भएर राउटरले मागेको फर्मेटमा नै हामी म्याक एड्रेस राख्नेछौँ। यो हामीले राउटरले मागेको फर्मेटमा ल्यापटपको चाहिँ म्याक एड्रेस राखिसकेका छौँ र त्यसपछि एप्लाई गर्छौँ। एप्लाई गरिसकेपछि तपाईँ यहाँनिर देख्न सक्नुहुन्छ दुईटा डिभाइस हाम्रो आइसकेको छ र हामी म्याक एड्रेस सेट गर्नको लागि दुईटैमा मार्क गर्छौँ। टिक लगाइसकेपछि यहाँनिर तपाईँले इनेबल WLAN म्याक फिल्टरमा क्लिक गर्नुहोला। क्लिक गरिसकेपछि अप्लाई गर्नुहोला। अप्लाई गरिसकेपछि अब हाम्रो राउटरमा म्याक फिल्टर चाहिँ सेट भइसकेको छ। अब म तपाईँलाई देखाउन चाहन्छु कि हाम्रो दुईटा यो डिभाइस बाहेक अरू कुनै डिभाइसमा हाम्रो वाइफाई कनेक्ट हुन्छ कि हुँदैन। यहाँनिर तपाईँ यो दुईटा जुन हामीले आफ्नो राउटरमा म्याक एड्रेस राखे त्यो म्याक एड्रेसको बाहेकका अर्को मोबाइल देख्दै हुनुहुन्छ। यो हाम्रो वाइफाईमा कनेक्ट हुन्छ कि हुँदैन भन्ने कुरा हेरौँ। वाइफाईमा गए, वाइफाईमा गइसकेपछि तपाईँ यहाँनिर देख्न सक्नुहुन्छ RN Pro हाम्रो वाइफाईको नाम रहेको छ, जुन वाइफाईमा हामीले म्याक फिल्टर राखेका छौँ। यो हाम्रो मोबाइल वाइफाईमा कनेक्ट हुन्छ कि हुँदैन भन्ने हेरौँ। यो हामीले कनेक्ट गर्यो भने कनेक्ट हुँदैन, जति कनेक्ट गर्यो पनि यो हाम्रो मोबाइल कनेक्ट हुँदैन, किनभने हामीले यहाँनिर यो मोबाइलको म्याक एड्रेस हामीले यहाँनिर राखेका छैनौँ। त्यही भएर वाइफाईमा यो मोबाइल कनेक्ट हुँदैन। जहिलेसम्म हामीले म्याक फिल्टर सेक्युरिटी युज गर्छौँ तबसम्म हाम्रो यो राउटरमा राखेको म्याक एड्रेसका बाहेकका डिभाइसहरू हाम्रो वाइफाईमा कनेक्ट हुँदैनन्। हामीले यहाँनिर आफ्नो म्याक फिल्टरलाई डिसेबल गरिसकेका छौँ। अब हेरौँ हाम्रो मोबाइल वाइफाईमा कनेक्ट हुन्छ कि हुँदैन। तपाईँ देख्न सक्नुहुन्छ हामीले यहाँनिर म्याक फिल्टरलाई डिसेबल गरिसकेपछि हाम्रो जुन अर्को मोबाइल डिभाइस थियो त्यो कनेक्ट भइसकेको छ। भेट्टाउनु भएको होला। र एउटा कुरा के भन्न चाहन्छु भने यदि तपाईँले अहिलेसम्म मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला र छेउमा रहेको बेल आइकनलाई थिचिदिनु होला। यदि भिडियो मन परेको छ भने लाइक गर्नुहोला, सब्सक्राइब गर्नुहोला र आफ्नो साथीहरूलाई सेयर पनि गरिदिनु होला भन्दै यो भिडियोबाट बिदा मागे र अर्को भिडियोमा पुनः भेटौँला। हस्त, धन्यवाद।